The Nepali Diaspora ICT Award 2025 winner is Dinesh Silwal. दिनेश सिलवाल विदेशमा रहेर नेपालको सूचना प्रविधि क्षेत्रको विकासमा निरन्तर योगदान दिइरहनुभएका व्यक्ति हुनुहुन्छ दिनेश सिलवाल। क्यानाडामा बस्दै आउनुभएका उहाँ कोड अवतार, इन्टेग्रा सोर्सेस र क्रिप्स कल जस्ता प्रतिष्ठित आइटी कम्पनीका संस्थापक हुनुहुन्छ। उहाँले सुरु गरेको कोड अवतार आर्थिक वर्ष 2079-80 मा नेपालका आइसिटी सेवा निर्यातकर्ता मध्ये सर्वाधिक कर तिर्ने आइटी कम्पनीका रूपमा समेत सम्मानित भइसकेको छ, जसले विश्वका 120 बढी देशमा सेवा प्रदान गरिरहेको छ। केवल आइटी क्षेत्रमा मात्र 900 भन्दा बढीलाई रोजगारी सिर्जना गर्नुभएका सिलवाल आइटी बाहेक माया होल्ड ग्रुप मार्फत ऊर्जा, स्वास्थ्य र शिक्षा क्षेत्रमा समेत सक्रिय हुनुहुन्छ, जहाँ 2000 भन्दा बढी नेपालीलाई रोजगारी प्रदान गरिएको छ। उहाँले सीड फन्डिङ, मेन्टरिङ र अन्तर्राष्ट्रिय नेटवर्कको पहुँच मार्फत नेपाली युवाहरूलाई ग्लोबल टेक इकोसिस्टमसँग जोड्ने काम पनि उत्तिकै गर्दै आउनु भएको छ। ICT Award 2025, the biggest tech award of Nepal.